हेलो एभ्रिवान वेलकम ब्याक टु नेपाली कुना। आज चाहिँ यो एआई फर स्टुडेन्ट्स भन्ने सिरिजको थर्ड एपिसोड जसमा चाहिँ मैले एआई फर रिसर्च अर प्रोजेक्ट भन्ने बारेमा चाहिँ छलफल गर्न चाहेँ। सो यो टिप्सले पनि तपाईँलाई चाहिँ रिसर्चको लागि र प्रोजेक्टको कुराहरू गर्दै हुनुहुन्छ भने त्यसलाई पनि हेल्प गर्न सक्छ। मेनली जस्तै तपाईँहरूको चाहिँ अब यदि अन्डरग्रेड गर्दै हुनुहुन्छ भने होइन नेपालमा हुनुहुन्छ अर्थात् अरू कहीँ क्षेत्रमा हुनुहुन्छ र तपाईँहरूको 1 सेमेस्टर चाहिँ रिसर्च गर्नुपर्ने भएको छ होइन, रिसर्चको चाहिँ र अर्थात् प्रोजेक्ट काम गर्नुपर्ने भएको छ भने तपाईँहरूलाई चाहिँ अब केमा काम गर्ने होला, कुन रिसर्चमा गर्ने होला भन्न लाग्न सक्छ। अब त्यो केसमा चाहिँ तपाईँले एआईलाई युज गर्न सक्नुहुन्छ। जस्तै तपाईँलाई चाहिँ क्लाइमेट चेन्जको बारेमा रिसर्च गर्न मन लाग्यो होइन, इन नेपालको कन्टेक्स्टमा, र त्यो हो भने तपाईँलाई चाहिँ त्यो आइडियाको लागि चाहिँ के गर्न सक्नुहुन्छ भने तपाईँले एआईलाई सोधेर मलाई चाहिँ 5वटा रिसर्च टपिक दे लाइक इफेक्ट अफ क्लाइमेट चेन्ज इन नेपाल भनेर भन्नुभयो भने त्यसले चाहिँ तपाईँलाई चाहिँ 5वटा रिसर्च आइडियाजहरू दिन सक्छ। त्यो भनेको फर्स्ट टिप भयो यहाँहरूलाई। अब त्यो 5वटा रिसर्च आइडिया आइसकेपछि के गर्ने त भन्न लाग्न सक्छ होइन। त्यो सेकेन्ड टिप भनेको चाहिँ के हो भने त्यो रिसर्च आइडिया आइसकेपछि अब चाहिँ एउटा पार्टिकुलर यहाँहरूलाई कुनै मन पऱ्यो भने, फर इक्जाम्पल एउटा आउट अफ 5 एउटा मन पऱ्यो होइन, त्यो एउटा मन पऱ्यो भने चाहिँ त्यो एउटा टपिकलाई चाहिँ तपाईँले अब के गर्न सक्नुहुन्छ भने मलाई चाहिँ आउटलाइन दे यसको बारेमा, यो चाहिँ एउटा यो प्रोजेक्टको अर्थात् यो रिसर्चको चाहिँ कम्प्लिट आउटलाइन दे भनेर भन्नुभयो भने त्यसले चाहिँ कम्प्लिट आउटलाइन दिन सक्छ र त्यहाँबाट चाहिँ जस्तै इन्ट्रोडक्सन भयो, अब्जेक्टिभका कुराहरू भयो, सबैलाई कभर गरेर एउटा क्विक आउटलाइन दिन सक्छ अर्थात् इन्फर्मेसन प्रोभाइड गर्न सक्छ। त्यो भनेको अर्को टिप भयो। अब त्यसपछि चाहिँ के गर्न सक्नुहुन्छ भने आउटलाइन पाउनुभयो भने अब त्यसमा चाहिँ इन्ट्रोडक्सन प्रोभाइड गरेर इन्ट्रोडक्सन सोध्न सक्नुभयो अर्थात् 3वटा रिलायबल सोर्सेसहरू दे मलाई भन्नुभयो भने त्यो चाहिँ सोर्स पत्ता लागेर त्यो सोर्समा चाहिँ तपाईँले फर्दर स्टडी गरेर पनि अरू इन्फर्मेसनहरू लेख्न सक्नुहुन्छ। त्यो भनेको अर्को टिप्स भयो। र अल्टिमेटली आफ्टर द्याट यदि तपाईँलाई चाहिँ प्रेजेन्टेसनहरू क्रिएट गर्नु पऱ्यो भने त्यो आउटलाइन बनाएपछि त्यसपछि चाहिँ रिलायबल सोर्सेसहरू पाएर लेख्नु, यदि तपाईँले रिसर्च पेपर लेख्नु भएको छ भने त्यसबाट प्रेजेन्टेसन बनाएर दियो भने स्लाइडहरू पनि इन्फर्मेसन माग्न सक्नुहुन्छ। प्रत्येक स्लाइडमा के इम्पोर्टेन्ट छ, के कुरा राख्ने भनेर पनि यहाँहरूले एआईलाई सोधेर त्यसरी प्रिपेयर गर्न सक्नुहुन्छ। यो भनेको एआई फर स्टुडेन्ट्सको चाहिँ थर्ड एपिसोड हो र यसमा चाहिँ तपाईँलाई एआई फर रिसर्च अर प्रोजेक्टमा कसरी हेल्प गर्न सकिन्छ भन्ने भर्खरै हामीले कभर गऱ्यौँ। पहिलो थियो एआईलाई चाहिँ आइडियाजहरू, युनिक आइडियाज सोध्ने, त्यसपछि पर्टिकुलर आइडियालाई चाहिँ आउटलाइन दे भनेर भन्ने होइन। आउटलाइन पाइसकेपछि तपाईँले त्यसलाई चाहिँ रिलायबल सोर्सेसहरू के हो त भनेर चाहिँ त्यो रिलायबल सोर्सेसहरू सोध्न सक्नुभयो र अल्टिमेटली गएर यहाँलाई प्रेजेन्टेसन चाहिएको छ भने त्यो लेखेको कुराबाट चाहिँ सर्ट प्रेजेन्टेसन बनाइदिए भनेर भन्न सक्नुभयो भने प्रेजेन्टेसनमा के कन्टेन्टहरू राख्ने भन्ने पनि यसले प्रोभाइड गर्छ। यो थियो एआई फर स्टुडेन्ट्सको सिरिजमा थर्ड एपिसोड जुन चाहिँ एआई फर रिसर्च एन्ड प्रोजेक्टमा फोकस गरेका थियौँ हामीले। र आइल सी यु इन द नेक्स्ट वान विथ मोर टिप्स। स्टे ट्युन फर द्याट। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।